सबैजनालाई नमस्कार। यहाँलाई स्वागत छ नीतिश पम युट्युब च्यानलमा। आज हामी निम्न माध्यमिक तहको अध्ययन अनुमति पत्र अर्थात् लाइसेन्सको चाहिँ सेट 5 मा आइसकेका छौँ। सेट 5 मा आउँदासम्म यहाँले योभन्दा अगाडिको भिडियो हेर्नुभएको छैन भने उक्त भिडियोहरू पनि यसै च्यानल मार्फत हेर्न सक्नुहुन्छ भन्दै आज हाम्रो सेट 5 को पहिलो क्वेसन यस प्रकार रहेको छ। विद्यार्थीहरू हिडुल गर्दा, खेल्दा, कक्षामा बस्दा र एक आपसमा बोलचाल गर्दा गरिने मूल्याङ्कनलाई कुन मूल्याङ्कन भनिन्छ भनेको छ। क्वेसन फेरि एकपटक सुन्नु होला। विद्यार्थीहरू हिडुल गर्दा, खेल्दा, कक्षामा बस्दा र एक आपसमा बोलचाल गर्दा गरिने मूल्याङ्कनलाई कुन मूल्याङ्कन भनिन्छ भनेको छ। यसको अप्सन क मा रहेको छ बाह्य मूल्याङ्कन, अप्सन ख मा रहेको छ अतिरिक्त मूल्याङ्कन, अप्सन ग मा रहेको छ अवलोकन मूल्याङ्कन र अप्सन नम्बर घ मा रहेको छ विषयगत मूल्याङ्कन। यसको सही उत्तर रहेको छ अप्सन नम्बर ग। यसलाई चाहिँ अवलोकन मूल्याङ्कन भन्ने गरिन्छ। अप्सन नम्बर ग इज द राइट आन्सर। त्यसै गरी क्वेसन नम्बर 2 मा रहेको छ मापनको प्रमुख कार्य के हो भनेको छ। मापनको चाहिँ प्रमुख कार्य के हो। यसको अप्सन क मा रहेको छ मूल्यको लेखाजोखा, अप्सन नम्बर ख मा रहेको छ गुणलाई अङ्कमा बदल्नु, अप्सन नम्बर ग मा रहेको छ राम्रो र नराम्रो छुट्याउनु र अप्सन नम्बर घ मा रहेको छ निर्णय प्रदान गर्नु भनेको छ। निर्णय प्रदान गर्नु। यसको सही उत्तर रहेको छ अप्सन नम्बर ख। गुणलाई चाहिँ अङ्कमा बदल्नु चाहिँ मापनको प्रमुख कार्य रहेको छ। त्यसै गरी क्वेसन नम्बर 3 मा रहेको छ। क्वेसन नम्बर 3 यस प्रकार रहेको छ अनुसन्धानका विशेषता अन्तर्गत देखाएको कुन पर्दैन भनेको छ। अनुसन्धानका के विशेषताहरू दिएको छ त्यो मध्ये चाहिँ तलको मध्ये कुन पर्दैन भनेको छ क्वेसनले। यसको अप्सन क मा रहेको छ विशुद्ध अवलोकन र व्याख्यानमा आधारित हुन्छ। विशुद्ध अवलोकन र व्याख्यानमा आधारित हुन्छ अनुसन्धान भनेको छ। अप्सन नम्बर ख मा रहेको छ पहिले नै भएर चाहिँ पहिले नै हुनुपर्ने हो। पहिले नै हल गरिएका समस्याहरूको अध्ययन गर्दछ भनेको छ। पहिले नै हल भएका समस्याहरूको अध्ययन गर्दछ। अप्सन नम्बर ग मा रहेको छ वस्तुगत र तर्कपूर्ण हुन्छ र अप्सन नम्बर घ मा रहेको छ प्राथमिक तथ्याङ्कमा आधारित हुन्छ भनेको छ। अनुसन्धानको विशेषता मध्ये चाहिँ नपर्ने भनेको चाहिँ अप्सन नम्बर ख पहिले नै हल गरिएका समस्याहरूको अध्ययन गर्दछ भनेको चाहिँ गलत रहेको छ। अरू चाहिँ सही रहेको छ। अर्थात् त्यो चाहिँ अनुसन्धानको विशेषता अन्तर्गत पर्दैन। पहिले नै हल भएका समस्याहरूको अध्ययन गर्ने चाहिँ पर्दैन। त्यसै गरी क्वेसन नम्बर 4 मा रहेको छ। क्वेसन नम्बर 4 यस प्रकार रहेको छ डाटा प्रोसेसिङको नतिजालाई के भनिन्छ भनेको छ। डाटा प्रोसेसिङको डेटा प्रोसेसिङको नतिजालाई चाहिँ के भनिन्छ। यसको अप्सन नम्बर क मा रहेको छ डेटाबेस, अप्सन नम्बर बी मा रहेको छ इन्फर्मेसन, अप्सन नम्बर सी मा रहेको छ नलेज र अप्सन नम्बर डी मा रहेको छ रेकर्ड्स। डाटा प्रोसेसिङको नतिजालाई चाहिँ इन्फर्मेसन भनिन्छ। अप्सन नम्बर बी इज द राइट आन्सर। त्यसै गरी क्वेसन नम्बर 5 मा रहेको छ। क्वेसन नम्बर 5 यस प्रकार रहेको छ आइसिटी को पूरा रूप के हो भनेको छ। आइसिटी को पूरा रूप चाहिँ इन्फर्मेसन कम्युनिकेसन एन्ड टेक्नोलोजी। इन्फर्मेसन कम्युनिकेसन टेक्नोलोजी हो। अप्सन नम्बर ए इज द राइट आन्सर। त्यसै गरी क्वेसन नम्बर 6 मा रहेको छ ट्रेड युनियन खोल्ने र सङ्गठित हुने हक संविधानको कुन मौलिक हक अन्तर्गत पर्दछ भनेको छ। ट्रेड युनियन खोल्ने र सङ्गठित हुने हक चाहिँ संविधानको कुन मौलिक हक अन्तर्गत पर्दछ। यसको अप्सन क मा रहेको छ स्वतन्त्रताको हक, अप्सन नम्बर ख मा रहेको छ श्रमको हक, अप्सन नम्बर ग मा रहेको छ राजनीति गर्न पाउने हक र अप्सन नम्बर घ मा रहेको छ समानताको हक। ट्रेड युनियन खोल्ने र सङ्गठित हुन पाउने चाहिँ हाम्रो अप्सन नम्बर ख श्रमको हक अन्तर्गत चाहिँ पर्दछ। श्रमको हक चाहिँ हाम्रो धारा 34 मा रहेको छ। धारा 34 को उपधारा 3 मा चाहिँ ट्रेड युनियन खोल्ने र सङ्गठित हुन पाउने सम्बन्धी चाहिँ व्यवस्था गरेको छ। त्यसै गरी क्वेसन नम्बर 7 मा रहेको छ। क्वेसन नम्बर 7 यस प्रकार रहेको छ शिक्षा ऐन 2028
अनुसार राष्ट्रिय परीक्षा बोर्डको अध्यक्ष तथा मनोनित सदस्यको पदावधि कति वर्षको हुन्छ भनेको छ। शिक्षा ऐन 2028 अनुसार चाहिँ राष्ट्रिय परीक्षा बोर्डको अध्यक्ष तथा मनोनित सदस्यको चाहिँ पदावधि कति वर्ष हुन्छ भनेको हो। यसको अप्सन नम्बर क मा रहेको छ 2 वर्ष, अप्सन नम्बर ख मा रहेको छ 3 वर्ष, अप्सन नम्बर ग मा रहेको छ 4 वर्ष र अप्सन नम्बर घ मा रहेको छ 5 वर्ष। यसको सही उत्तर रहेको छ अप्सन नम्बर ग 4 वर्ष। यसको सही उत्तर रहेको छ के अरे राष्ट्रिय परीक्षा बोर्डको चाहिँ अध्यक्ष तथा मनोनित सदस्यहरूको पदावधि चाहिँ 4 वर्ष रहने गर्दछ। त्यसै गरी क्वेसन नम्बर 8 मा रहेको छ। क्वेसन नम्बर 8 यस प्रकार रहेको छ। शिक्षा ऐन 2028 अनुसार गठन हुने शिक्षक काउन्सिलको काम के हो भनेको छ। शिक्षा ऐन अनुसार चाहिँ गठन हुने चाहिँ यो जुन शिक्षक काउन्सिल रहेको छ त्यसको चाहिँ काम के हो भनेको हो। यसको अप्सन क मा रहेको छ अध्यापन अनुमति पत्र सम्बन्धी विषयमा आयोगलाई सुझाव दिने, अप्सन नम्बर ख मा रहेको छ शिक्षकको सेवा शर्त र सुविधा सम्बन्धमा मन्त्रालयलाई सुझाव दिने, अप्सन नम्बर ग मा रहेको छ अध्यापन अनुमति पत्र सम्बन्धी विषयमा मन्त्रालयलाई सुझाव दिने, अप्सन नम्बर घ मा रहेको छ अध्ययन अनुमति पत्र सम्बन्धमा नीति निर्धारण गर्ने भनेको छ। यसको सही उत्तर रहेको छ अप्सन नम्बर क अध्ययन अनुमति पत्र सम्बन्धी विषयमा आयोगलाई सुझाव दिने काम चाहिँ शिक्षक काउन्सिलको रहेको छ। त्यसै गरी क्वेसन नम्बर 9 मा रहेको छ। क्वेसन नम्बर 9 यस प्रकार रहेको छ। निरीक्षकले विद्यालयको छड्के जाँच वा निरीक्षण गर्दा हाजिरी पुस्तिकामा गयल जनाएकोमा त्यस्तो गयल बापतको तलब कट्टा कसले गर्दछ भनेको छ। निरीक्षकले चाहिँ विद्यालयहरूको छड्के जाँच वा निरीक्षण गर्दा चाहिँ जुन हाजिरी लगाउनु पर्ने हुन्छ त्यसमा चाहिँ गयल जनाएमा चाहिँ उक्त गयल बापतको चाहिँ तलब कट्टा चाहिँ कसले गर्दछ भनेको क्वेसनले। यसको अप्सन क मा रहेको छ प्रधानाध्यापक, अप्सन नम्बर ख मा रहेको छ व्यवस्थापन समिति, अप्सन नम्बर ग मा रहेको छ स्थानीय तह र अप्सन नम्बर घ मा रहेको छ इकाइ प्रमुख। यसको सही उत्तर रहेको छ अप्सन नम्बर ख व्यवस्थापन समितिले चाहिँ त्यस्तो गैल बापतको रकम चाहिँ तलबबाट कट्टा गर्ने गर्दछ। त्यसै गरी क्वेसन नम्बर 10 मा रहेको छ। क्वेसन नम्बर 10 यस प्रकार रहेको छ। शिक्षकको कुन विधा सञ्चित गरी राख्न सकिन्छ भनेको छ। शिक्षकको चाहिँ कुन विधालाई चाहिँ सञ्चित गरेर चाहिँ राख्न सकिन्छ भनेको हो। यसको अप्सन क मा रहेको छ घर विधा, अप्सन नम्बर ख मा रहेको छ बिरामी विधा, अप्सन नम्बर ग मा रहेको छ भैपरी वा पर्व विधा र अप्सन नम्बर घ मा रहेको छ प्रसुति स्याहार विधा। यसको सही उत्तर रहेको छ अप्सन नम्बर ख बिरामी विधा। बिरामी विधालाई चाहिँ सञ्चित गरेर चाहिँ राख्न सकिन्छ। त्यसै गरी घर बिदा चाहिँ 180 दिन जति चाहिँ घर बिदा अथवा 6 महिना घर बिदा पनि सञ्चित गर्न सकिन्छ र बिरामी बिदा चाहिँ जति पनि कार्यकालभरि जतिसुकै बिदा पनि सबै बिदालाई चाहिँ सञ्चित गरेर चाहिँ राख्न सकिन्छ है। त्यसै गरी क्वेसन नम्बर 11 मा रहेको छ। क्वेसन नम्बर 11 यस प्रकार रहेको छ। शिक्षक सेवालाई समावेशी बनाउन छुट्याइएको पदको कति प्रतिशत पिछडिएको क्षेत्रलाई छुट्याइएको छ भनेको छ। शिक्षक सेवालाई चाहिँ समावेशी बनाउन छुट्याइएको पदको चाहिँ कति प्रतिशत चाहिँ पिछडिएको क्षेत्रलाई छुट्याइएको छ। यसको अप्सन क मा रहेको छ 4%, अप्सन नम्बर ख मा रहेको छ 5%, अप्सन नम्बर ग मा रहेको छ 7% र अप्सन नम्बर ख मा रहेको छ 9%। पिछडिएको क्षेत्रको लागि चाहिँ समावेशीको पिछडिएको क्षेत्रको लागि चाहिँ अप्सन नम्बरको 4% चाहिँ छुट्याइएको छ। त्यसै गरी क्वेसन नम्बर 12 मा रहेको छ। शिक्षकहरूको आन्तरिक प्रतियोगितात्मक परीक्षाको माध्यमबाट हुने बढुवाको आधार के हुन् भनेको छ। शिक्षकहरूको चाहिँ विभिन्न तरिकाले बढुवा हुने गर्दछ। त्यो मध्ये चाहिँ आन्तरिक प्रतियोगितात्मक परीक्षाको चाहिँ माध्यमबाट हुने बढुवाको चाहिँ आधार के हो भनेको हो। यसको अप्सन क मा रहेको छ लिखित परीक्षा र अन्तर्वार्ता, अप्सन नम्बर ख मा रहेको छ लिखित परीक्षा र प्रयोगात्मक परीक्षा र अन्तर्वार्ता, अप्सन नम्बर ग मा रहेको छ लिखित परीक्षा र अप्सन नम्बर घ मा रहेको छ लिखित परीक्षा सामूहिक परीक्षण र अन्तर्वार्ता भनेको छ। आन्तरिक प्रतियोगितात्मक परीक्षाको माध्यमबाट चाहिँ हुने बढुवाको आधार चाहिँ लिखित परीक्षा र अन्तर्वार्ता मात्र हो। अप्सन नम्बर क इज द राइट आन्सर।
त्यसै गरी क्वेसन नम्बर 13 मा रहेको छ आधारभूत विद्यालय खोल्न सिफारिस गर्ने कार्य कसको अधिकार क्षेत्रभित्र पर्दछ भनेको छ। आधारभूत विद्यालय खोल्न सिफारिस गर्ने कार्यक्षेत्र चाहिँ अथवा कसको कार्य चाहिँ कसको अधिकार क्षेत्रभित्र पर्दछ भनेको हो। यसको अप्सन नम्बर क मा रहेको छ वडा समिति, अप्सन नम्बर ख मा रहेको छ गाउँ नगर शिक्षा समिति, अप्सन नम्बर ग मा रहेको छ शिक्षा विकास तथा समन्वय इकाइ र अप्सन नम्बर घ मा रहेको छ गाउँ नगरपालिका भनेको छ। यसको सही उत्तर रहेको छ आधारभूत विद्यालय खोल्न चाहिँ सिफारिस गर्ने कार्य चाहिँ वडा समिति अन्तर्गत चाहिँ पर्दछ, वडा समितिको हो चाहिँ अप्सन नम्बर क इज द राइट आन्सर। त्यसै गरी क्वेसन नम्बर 14 मा रहेको छ स्थानीय सरकार सञ्चालन ऐन 2074 अनुसार विद्यालयको प्रकारमा कुन पर्दैन भनेको छ। स्थानीय सरकार सञ्चालन ऐन 2074 ले चाहिँ कोही विद्यालयको प्रकारहरू छुट्याएको छ, त्यो मध्ये चाहिँ नपर्ने कुन हो भनेको। यसको अप्सन नम्बर क मा रहेको छ सामुदायिक यो पर्दछ, अप्सन नम्बर ख मा रहेको छ कम्पनी, अप्सन नम्बर ग मा रहेको छ सहकारी र अप्सन नम्बर घ मा रहेको छ गुठी। नपर्ने भनेको चाहिँ अप्सन नम्बर ख कम्पनी चाहिँ पर्दैन, अरू चाहिँ पर्दछन्। त्यसै गरी क्वेसन नम्बर 15 मा रहेको छ क्वेसन नम्बर 15 यस प्रकार रहेको छ राष्ट्रिय शिक्षा नीति 2076 ले डट विद्यालयलाई सेवा क्षेत्रको अवधारणा अनुरूप व्यवस्थित गर्ने नीति लिएको छ भनेको छ। राष्ट्रिय शिक्षा नीति 2076 ले चाहिँ डट विद्यालयलाई चाहिँ सेवा क्षेत्रको अवधारणा अनुरूप व्यवस्थित गर्ने निर्णय लिएको छ, गर्ने नीति लिएको छ है निर्णय हैन। यसको अप्सन नम्बर क मा रहेको छ सामुदायिक विद्यालय, अप्सन नम्बर ख मा रहेको छ माध्यमिक विद्यालय, अप्सन नम्बर ग मा रहेको छ आधारभूत विद्यालय र अप्सन नम्बर घ मा रहेको छ प्राथमिक विद्यालय। राष्ट्रिय शिक्षा नीति 2076 ले चाहिँ आधारभूत विद्यालयलाई चाहिँ सेवा क्षेत्रको अवधारणाको अनुरूप व्यवस्थित गर्ने नीति लिएको छ, अप्सन नम्बर क इज द राइट आन्सर। त्यसै गरी क्वेसन नम्बर 16 मा रहेको छ देखाएका मध्ये कसले कक्षा 6 देखि 8 लाई निम्न माध्यमिक तहको रूपमा संरचना कायम गरेको हो भनेको छ। जुन तल दिएको कुन ऐनहरू रहेको छ त्यो ऐनहरू मध्ये चाहिँ कानुनहरू त्यो मध्ये चाहिँ 6-8 लाई चाहिँ निम्न माध्यमिक तहको रूपमा चाहिँ संरचना कसले गरेको हो भनेको हो। यसको अप्सन नम्बर क मा रहेको छ राष्ट्रिय शिक्षा आयोग 2049, अप्सन नम्बर ख मा रहेको छ राष्ट्रिय शिक्षा पद्धतिको योजना 2028, त्यसै गरी सर्वाङ्गीण राष्ट्रिय शिक्षा समिति 2018 र पाठ्यक्रम कार्यान्वयन योजना 2038। 6-8 लाई चाहिँ निम्न माध्यमिक तहको संरचनामा चाहिँ कायम गर्ने भनेको राष्ट्रिय शिक्षा आयोग 2049 रहेको छ, अप्सन नम्बर क इज द राइट आन्सर। त्यसै गरी क्वेसन नम्बर 17 मा रहेको छ समावेशी शिक्षा नीति कहिले जारी भएको हो भनेको छ। समावेशी शिक्षा नीति चाहिँ कहिले जारी भएको, यसको अप्सन नम्बर क मा रहेको छ विक्रम सम्वत 2071 साल 9 महिना 26 गते, अप्सन नम्बर ख मा रहेको छ विक्रम सम्वत 2074 साल 9 महिना 26 गते, अप्सन नम्बर ग मा रहेको छ विक्रम सम्वत 2073 साल 9 महिना 26 गते र अप्सन नम्बर घ मा रहेको छ विक्रम सम्वत 2072 साल 9 महिना 26 गते। यसको सही उत्तर रहेको छ अप्सन नम्बर घ विक्रम सम्वत 2073 साल 9 महिना 26 गते चाहिँ समावेशी शिक्षा नीति चाहिँ जारी भएको हो। त्यसै गरी क्वेसन नम्बर 18 मा रहेको छ कक्षा कोठामा हुने द्वन्द व्यवस्थापन गर्ने मुख्य दायित्व कसको हो भनेको छ। कक्षा कोठामा हुने चाहिँ द्वन्द व्यवस्थापन गर्ने मुख्य दायित्व चाहिँ कसको, यसको अप्सन क मा रहेको छ शिक्षक, अप्सन नम्बर ख मा रहेको छ प्रधानाध्यापक, अप्सन नम्बर ग मा रहेको छ विद्यार्थी र अप्सन नम्बर घ मा रहेको छ विद्यालय व्यवस्थापन समिति भनेको छ। कक्षा कोठामा हुने द्वन्द व्यवस्थापन चाहिँ शिक्षकले नै गर्नुपर्छ, अप्सन नम्बर क इज द राइट आन्सर। त्यसै गरी क्वेसन नम्बर 19 मा रहेको छ क्वेसन नम्बर 19 यस प्रकार रहेको छ अनौपचारिक शिक्षासँग देखाएको कुन कुरा सान्दर्भिक छैन भनेको छ। अनौपचारिक शिक्षासँग चाहिँ देखाएको कुन कुरा चाहिँ सान्दर्भिक छैन, यसको अप्सन नम्बर क मा रहेको छ प्रयोगमा ल्याउन नपाउँदै पछाडि परेको शिक्षा, अप्सन नम्बर ख मा रहेको छ लक्षित समूहको आवश्यकतामा आधारित शिक्षा, यो ठिक छ पर्दछ यो। प्रमाणपत्र रोगबाट मुक्त सही शिक्षा भनेको छ, यो पनि ठिक छ, यसमा चाहिँ प्रमाणपत्र हुँदैन तर शिक्षा चाहिँ सही हुन्छ। त्यसै गरी औपचारिक शिक्षाको परिपूरक एवं समकक्षी शिक्षा भनेको छ, समकक्षी शिक्षा औपचारिक शिक्षाको, यो पनि ठिक छ, ग पनि ठिक छ, क पनि ठिक छ, यसरी ख पनि ठिक छ र अप्सन नम्बर क
क्वेसनले असन्दर्भिक भनेको छ, असान्दर्भिक चाहिँ अप्सन नम्बर क रहेको छ। त्यसैले यसको सही उत्तर पनि अप्सन नम्बर क। प्रयोगमा ल्याउन नपाउँदै पछाडि परेको सिँचाइ चाहिँ प्रयोगमा ल्याएको छ। त्यसैले चाहिँ यो अप्सन नम्बर क इज द राइट आन्सर है, यो सान्दर्भिक छैन। त्यसै गरी क्वेसन नम्बर 20 मा रहेको छ। क्वेसन नम्बर 20 यस प्रकार रहेको छ, सर्वप्रथम साक्षर घोषणा गरिएको प्रदेश कुन हो भनेको छ। सर्वप्रथम चाहिँ साक्षर घोषणा गरिएको प्रदेश कुन हो। यसको अप्सन नम्बर क मा रहेको छ गण्डकी प्रदेश, अप्सन नम्बर ख मा रहेको छ लुम्बिनी प्रदेश, अप्सन नम्बर ग मा रहेको छ कोशी प्रदेश र अप्सन नम्बर घ मा रहेको छ बागमती प्रदेश। सर्वप्रथम साक्षर घोषणा गरिएको प्रदेश चाहिँ बागमती प्रदेश हो। यसलाई चाहिँ विक्रम सम्वत 2078 साल 6 महिना 11 गते चाहिँ साक्षर घोषणा गरिएको थियो। 2078 साल 6 महिना 11 गते है। त्यसै गरी क्वेसन नम्बर 21 मा रहेको छ। क्वेसन नम्बर 21 यस प्रकार रहेको छ, तल उल्लेखित कुनलाई जन्मजात तथा शारीरिक उत्प्रेरक भनेर जानिन्छ भनेको छ। तल दिएको कुनलाई चाहिँ जन्मजात अर्थात् शारीरिक उत्प्रेरक भनेर चाहिँ जानिन्छ भनेको। यसको अप्सन नम्बर क मा रहेको छ आत्मा उत्प्रेरक, अप्सन नम्बर ख मा रहेको छ आन्तरिक उत्प्रेरक, अप्सन नम्बर ग मा रहेको छ सामाजिक उत्प्रेरक र अप्सन नम्बर घ मा रहेको छ बाह्य वा सिकिएको उत्प्रेरक। जन्मजात तथा शारीरिक भनेर चाहिँ अप्सन नम्बर क आन्तरिक उत्प्रेरकलाई जानिन्छ, सरी ख है। यसको सही उत्तर रहेको छ अप्सन नम्बर ख आन्तरिक उत्प्रेरक। त्यसै गरी क्वेसन नम्बर 22 मा रहेको छ, आफूले सिकेको पूर्व ज्ञान एवं अनुभवलाई नयाँ सिकाइ परिस्थितिमा प्रयोग गर्नु सिकाइ स्थानान्तरणको कुन सिद्धान्त अन्तर्गत पर्दछ भनेको छ। आफूले सिकेको पूर्व ज्ञान एवं अनुभवलाई चाहिँ नयाँ सिकाइ परिस्थितिमा प्रयोग गर्नु चाहिँ सिकाइ स्थानान्तरणको चाहिँ कुन सिद्धान्त अन्तर्गत पर्दछ भनेको। यसको अप्सन क मा रहेको छ मानसिक अनुशासनको सिद्धान्त, अप्सन नम्बर ख मा रहेको छ समान तत्त्वको सिद्धान्त, अप्सन नम्बर ग मा रहेको छ सामान्यीकरणको सिद्धान्त, त्यसै गरी अप्सन नम्बर घ मा रहेको छ विशिष्ट तत्त्वको सिद्धान्त। यसको सही उत्तर रहेको छ अप्सन नम्बर ग सामान्यीकरणको सिद्धान्त अन्तर्गत चाहिँ आफूले सिकेको पूर्व ज्ञान एवं अनुभवलाई चाहिँ नयाँ सिकाइ परिस्थितिमा प्रयोग गर्नु पर्छ भन्ने चाहिँ रहेको छ। अप्सन नम्बर ग इज द राइट आन्सर। त्यसै गरी क्वेसन नम्बर 23 मा रहेको छ, सिकाइका लागि कच्चा पदार्थ केले प्रदान गर्दछ भनेको छ। सिकाइका लागि चाहिँ कच्चा पदार्थ चाहिँ केले प्रदान गर्दछ क्वेसनले भनेको छ। यसको अप्सन नम्बर क मा रहेको छ परिपक्वता, अप्सन नम्बर ख मा रहेको छ निरन्तरता, अप्सन नम्बर ग मा रहेको छ सिकाइ र अप्सन नम्बर घ मा रहेको छ अभ्यास। कच्चा पदार्थ भनेको चाहिँ अभ्यास है। अभ्यासले चाहिँ सिकाइलाई चाहिँ धेरै प्रभावकारी बनाउने गर्दछ, त्यसैले चाहिँ अभ्यास इज द राइट आन्सर। अप्सन नम्बर घ इज द सही रहेको राइट आन्सर है। त्यसै गरी क्वेसन नम्बर 24 मा रहेको छ। क्वेसन नम्बर 24 यस प्रकार रहेको छ, विद्यालय सुधार योजना निर्माणमा कसको भूमिका मुख्य रहन्छ भनेको छ। विद्यालय सुधार योजना निर्माणमा चाहिँ कसको भूमिका मुख्य रहन्छ। यसको अप्सन नम्बर क मा रहेको छ स्रोत केन्द्र, अप्सन नम्बर ख मा रहेको छ विद्यालय, अप्सन नम्बर ग मा रहेको छ प्रधानाध्यापक र अप्सन नम्बर घ मा रहेको छ गाउँ शिक्षा समिति भनेको छ। विद्यालय सुधार योजना निर्माणमा चाहिँ सबभन्दा महत्त्वपूर्ण भूमिका रहेको छ अप्सन नम्बर ग प्रधानाध्यापक। अप्सन नम्बर ग इज द राइट आन्सर। त्यसै गरी क्वेसन नम्बर 25 मा रहेको छ, जुन आजको अन्तिम क्वेसन पनि रहेको छ। क्वेसन नम्बर 25, शिक्षकको पेशागत विकास प्रारूप परिमार्जन 2080 अनुसार शिक्षक पेशागत विकासका तालिम सामग्री विकास के को आधारमा गरिने व्यवस्था छ भनेको छ। शिक्षकको पेशागत विकास प्रारूप अनुसार चाहिँ शिक्षकको पेशागत विकासका तालिम सामग्री विकास के को आधारमा गरिने व्यवस्था छ भनेको छ। यसको अप्सन नम्बर क मा रहेको छ विद्यालय शिक्षाको पाठ्यक्रम, शिक्षकका आवश्यकता, प्रणालीको आवश्यकता भनेको छ। अप्सन नम्बर ख मा रहेको छ स्थानीय आवश्यकता
आवश्यकता आधारित विषयवस्तु। अप्सन नम्बर गमा रहेको शिक्षकले पढाउने मुख्य विषयमा आधारित र अप्सन नम्बर घमा रहेको छ शिक्षकका तत्कालीन आवश्यकता भनेको छ। यसको सही उत्तर रहेको छ अप्सन नम्बर क विद्यालय शिक्षाको पाठ्यक्रम अनि शिक्षकका आवश्यकता प्रणालीको आवश्यकता का आधारमा चाहिँ शिक्षक पेशागत विकासका तालिम सामग्रीहरूको चाहिँ व्यवस्था गर्ने गरिन्छ। हस्त साथीहरू, यहाँहरूलाई भिडियो के कस्तो लाग्यो, मन पर्यो भने लाइक शेयर सब्सक्राइब गर्नु नभुल्नु होला भन्दै आजको भिडियोबाट बिदा हुन चाहे। हस्त, धन्यवाद।